Mantan Saudi Gringo. Iwa, Sakela, Kansa. हजुरहरू सम्पूर्णमा मेरो नमस्कार। हाम्रो साकेला उभौली 2084 र येलदुङ 5084 को पावन अवसरमा हजुरहरूलाई सम्पूर्णलाई स्वागत साथै हाम्रो कार्यक्रममा गरिमामा यो उपस्थितिका लागि हजुरलाई धन्यवाद ज्ञापन गर्दै आजको हाम्रो साकेला उभौली कार्यक्रम किरात राई आएका ग्रेसको समन्वयमा र आयोजनामा हुन गइरहेको छ। सर्वप्रथम हाम्रो साझा कार्यक्रम सेफ्टी ब्रिफबाट सुरु हुन्छ। सेफ्टी ब्रिफमा हजुरहरूले हाम्रो यहाँ केही भइहालेको खण्डमा मेरो दायाँतर्फ एउटा फायर एक्जिट र मेरो अगाडि फायर एक्जिट छ, त्यहाँबाट हामी बाहिर गएर एसेम्ब्ली पोइन्टमा भेला हुनेछौँ। साथै गर्नको लागि सर्वप्रथम यस किरात राई आएका ग्रेस बेलायतका अध्यक्ष श्री रामजी राईजीलाई अतिथि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद किरात राई आएका ग्रेसका अध्यक्ष श्री रामजी राईज्यू। यसै गरी आजको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ किरात राई आयुखा केन्द्र नेपालका उपमहासचिव श्री हेमन्त कुमार राईज्यू। हजुरलाई पनि हाम्रो प्रमुख अतिथिको आसन ग्रहण गर्नको लागि चेयरमा आएर बसिदिनु हार्दिक अनुरोध गर्दछु। किरात राई आयुखा नेपाल केन्द्रका उपमहासचिव श्री हेमन्त कुमार राईज्यू, उहाँलाई पनि तालीले आएर भरपूर स्वागत गरिदिनु होला। यसै गरी हाम्रो अतिथिमा हुनुहुन्छ थर्ड नेपालीज गोर्खा कम्युनिटीका उपाध्यक्ष श्री किशोर लिम्बुज्यू, उहाँलाई पनि हाम्रो स्टेजमा आएर अतिथि आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। किशोर लिम्बुज्यू, धन्यवाद उपाध्यक्ष श्री किशोर लिम्बुज्यू। हाम्रो अरू केही अतिथिज्यूहरू अन द वेमा हुनुहुन्छ, आउँदै हुनुहुन्छ। धन्यवाद श्रीमती राईजी। मैले सूचना पाएको छु हाम्रो एकजना गेस्टले बाहिर आइपुग्नु भएको छ है, त्यसैले केही मिनेट पछि के भन्ने अध्यक्षसँग म अनुरोध गर्छु। तातो भइसक्यो। भर्खरै हाम्रो अतिथिज्यूहरू आउनु भएको छ। किरात याक्थुङ चुङलुङ ग्रेसका अध्यक्ष श्री लक्ष्मी लिबाङज्यूलाई पनि आफ्नो अतिथि आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। लक्ष्मी लिबाङज्यू किरात याक्थुङ चुङलुङ थरक युकेका अध्यक्ष। सङ्घीय लिम्बुवान सामाजिक मञ्च थरक शाखाका अध्यक्ष श्री हरि फोङ्गोज्यूलाई पनि आफ्नो अतिथि आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। हरि फोङ्गोज्यू, सङ्घीय लिम्बुवान सामाजिक मञ्च थरक शाखाका अध्यक्ष। अगाडि प्रोग्राममा हामीले हाम्रो अतिथिज्यूहरूलाई सम्मानित गर्ने कार्यक्रम रहेको छ। अतिथिहरूलाई सम्मान गर्नको लागि अध्यक्ष श्री रामजी राईज्यू अगाडि आइदिनु चाहन्छु। अहिले हाम्रो अध्यक्ष यस संस्थाका अध्यक्ष श्री रामजी राईज्यूबाट फेरि आफू अहिले आउने कार्यक्रम भइरहेको छ। हाम्रो यथास्थलमा गएर बसिदिनु होला। यसको साथसाथै आजको हाम्रो प्रोग्राममा शुभकामना मन्तव्य छ। यस शुभकामना मन्तव्य दिनको लागि यस संस्थाका उपाध्यक्ष श्रीमती अञ्जना राईज्यूलाई यहाँ आएर आफ्नो शुभकामना मन्तव्य दिनु हुन हार्दिक अनुरोध गर्दछु। श्रीमती अञ्जना राईज्यू। सोही ढोले सोही अर्को ढोले खोइ। नमस्कार, भुइँ सोहोरी सेवा यहाँहरू सबैजनालाई। आज नेपाल सम्वत 2081 साल आज यहाँनिर यस हलमा तपाईँ हामी समग्रमा वर्षको उभौली साकेला मान्नको लागि यहाँ हामी भेला भएका छौँ।
यहाँहरू सबैजना यहाँ जे जति आउनु भएको छ यहाँहरूलाई मुरी मुरी धन्यवाद आइदिनु भएकोमा संस्थाको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट पनि। यसै गरेर संस्थाको अध्यक्षज्यू, संस्थाका कार्य समितिका साथीहरू, संस्थाको सल्लाहकारज्यूहरू, सम्पूर्ण अतिथिज्यूहरू साथै यस संस्थाका अध्यक्ष दीप प्रज्वलनको निम्ति अगाडि आइदिन हार्दिक अनुरोध गर्छु। कृपया हजुरहरू सम्पूर्णले ताली बजाइदिनु होला। हाम्रो पुर्खा सुम्मीमा र पारोहाङको तस्बिर छेउमा हामी दीप प्रज्वलन गरेर आजको कार्यक्रमलाई शुभ होस् भन्नको लागि हामी दीप प्रज्वलन गर्न गइरहेका छौँ। ताली कृपया हजुरहरू ताली बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। साकेला उभौली 2081 किरात राईहरूको प्रमुख चाड पर्दछ। धन्यवाद प्रमुख अतिथिज्यू लगायत यस संस्थाका अध्यक्ष, सम्पूर्ण अतिथिगणहरू र यसको साथसाथै म यस आजको हाम्रो प्रमुख अतिथि हेमन्त कुमार राईज्यूलाई आफ्नो शुभकामना मन्तव्य दिनको लागि यस स्टेजमा आउनुहुन हार्दिक अनुरोध गर्छु। हेमन्त कुमार राईज्यू। धन्यवाद कार्यक्रम सञ्चालक कृतया ग्रेस शाखाका सचिवज्यू। आज हामी विश्वभरि मुन्धुमी विज्ञानमा विश्वास राख्ने किराँती समुदायहरू आफ्नो भूमि बुझ्दै साकेला चाडलाई हामी मनाइरहेका छौँ। यसर्थमा किराँती आएका ग्रेस बेलायतमा पनि आज मनाइरहेको हाम्रो साकेला चाडमा मलाई चाहिँ प्रमुख अतिथिको रूपमा बोलाउनु भयो। यस कार्यक्रम अहिले भइरहेको छ। यस कार्यक्रमका अध्यक्षता गरिराख्नु भएको छ हाम्रो याइखा ग्रेसका अध्यक्षज्यू र यस कार्यक्रममा अतिथिको रूपमा टिएनजिसी का उपाध्यक्षज्यू र किराँती चुब्लुङका अध्यक्षज्यू, यसै गरी सङ्घीय निर्माण सामाजिक मनका अध्यक्षज्यू लगायत यस समितिका सल्लाहकारज्यूहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अग्रज आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा म सेवा अभिवादन सेवाहरू व्यक्त गर्न चाहन्छु। हाम्रो कार्यक्रम हामीले ठिक समय तोकिएको भन्दा केही समय ढिला भइसकेको छ। यसको अर्थ हो कि हामी साकेला कुरा सुन्नभन्दा हामी नाच्नमा अलिकति हामी हतार भइरहेको हो कि भन्ने मलाई महसुस भइरहेको छ। यसर्थमा मैले त्यति धेरै लामो अघि मैले अध्यक्षसँग कुरा गरेको थिएँ म कति लामो कुरा राख्नु भनेर। मैले चाहिँ सोचेको थिएँ आधी घन्टा जति कुरा राख्नुपर्छ होला भन्ने कारणले लिँदाखेरि चाहिँ। तर हामी साकेलाको महत्त्व, साकेलाको ऐतिहासिकता र साकेलाको वर्तमान अवस्थाहरूको विषयमा विश्लेषण गर्दाखेरि हामी सम्पूर्ण किराँतीहरू मुन्धुमी हामी थुतुरबेदमा हाम्रो ऐतिहासिकतालाई जसरी ढुङ्गे कृषियुग हुँदै अहिलेसम्मको आधुनिक युगसम्म आइसक्दाखेरि हामीले जसरी हाम्रो जीवनशैलीहरूलाई अगाडि बढाउँदै लग्यौँ, यसर्थमा किराँत राई समुदायहरूको जीवनशैली नै खासमा साकेलाको तात्विक अर्थ र साकेलामा हाम्रो ऐतिहासिक साहित्य, सङ्गीत, धर्म, संस्कृति सबै समेटेको हुनाले यसलाई हामीले 2-4 मिनटमा यसलाई भन्नलाई पनि असहज हुन्छ। तर पनि हामीले अहिले साकेलालाई जसरी किराँत राई समुदायको मात्रै हो भनिएको जुन चाडलाई अहिले सामूहिक रूपमा हामीले यसलाई बृहत्तर बनाउँदै लगिरहेको छौँ र आदिवासी जनजाति लगायतका अहिले राज्यले पनि यस समयलाई राष्ट्रिय चाडको रूपमा हामीले मौलिक चाडको रूपमा मनाउँदै आइरहेको छौँ। यसर्थमा हाम्रो ऐतिहासिकतालाई हामीले जोगाउनको निम्ति, हाम्रो भावी पुस्ताहरूलाई पुस्तान्तरण गर्नको निम्ति पनि हामीले यो चाडहरूलाई बृहत्तर रूपमा लैजानको लागि महत्त्वपूर्ण र विशेष रहनेछ। र मलाई यसर्थमा खुसी लागिरहेको छ हाम्रो भूमि नेपालभन्दा धेरै टाढा छौँ, तथापि पनि यस देशमा आएर पनि हामीले विभिन्न क्षेत्रगत रूपमा पनि हाम्रो साकेला चाडलाई यति बृहत्तर रूपमा बनाइरहेको छौँ, चाड मनाइरहेका छौँ। यही नै महत्त्वपूर्ण हो। र मलाई अलिकति जोड्नु मन लागेको यसमा साकेलाको ऐतिहासिकताको विषयमा भन्दा पनि मलाई अहिले हाम्रो पुस्ताहरूलाई किन यो कुरा महत्त्वपूर्ण छ भन्ने विषयमा चाहिँ अलिकति कुरा राख्नु मन लागेको छ। किनकि हामी हाम्रो भूमि छोडेर हामी आइसके पछाडि लाग्छ अहिले यहाँहरू जुन पुस्तामा हुनुहुन्छ यो पुस्ता भनेको
फर्स्ट नेप्लिज डायस्पोराहरू यहाँहरूको यत्तिकै धेरै चाहिँ रेस्पोन्सिबिलिटी हाम्रो उत्तरदायित्व पनि छ कि अब आउने पुस्तालाई हामीले कुन बाटोमा लग्ने भन्ने। त्यसो भएको हुनाले यो पुस्तालाई आउने पुस्ताहरूलाई डोराउने निम्ति यहाँहरू जसरी लागिराख्नु भएको छ यो चाहिँ महत्त्वपूर्ण कुरा हो। र आउने पुस्ताहरूलाई हाम्रो ऐतिहासिक विषयमा, चाडहरूको विषयमा, साकेलाको विषयमा, हामीले मुन्धुमी ज्ञानको विषयमा, च्याब्रुङको विषयमा, स्यादर पिदारको विषयमा हामीले हाम्रो आउने पुस्तालाई बुझाउनु चाहिँ महत्त्वपूर्ण कुरा हो, ताकि अबको दिनहरूमा 100 वर्ष पछाडि 200 वर्ष पछाडि हाम्रो समुदायहरू संस्कृतिविहीन, पहिचानविहीन नहोस् भन्न खातिर हामी अहिले यो पुस्तालाई अलिकति दुःख गर्नुपर्नेछ, धैर्य गर्नुपर्नेछ र हाम्रो आउने भावी पुस्ताहरूलाई पनि यसप्रति आकर्षण जगाउनको निम्ति लाग्नुपर्ने हुनसक्छ। त्यसो भएको हुनाले मैले अहिले देखिरहेको छु कि हाम्रो नेपाली भाषालाई हामीले अलिकति अप्ठ्यारो गरेर प्रनाउन्स गर्ने जमात पनि अहिले साकेला नाच्नुमा त्यत्तिकै तल्लिन देख्छु म। हाम्रो साकेलाले एउटा मनोरञ्जनको पाटोबाट मात्रै नहेरेर हाम्रो यसमा धार्मिक सांस्कृतिक जीवन दर्शन बुझाउन चाहिँ हाम्रो अबको मुख्य उत्तरदायित्व रहनेछ भन्ने मलाई लाग्दछ। र यसको निम्ति अहिले भनिहाले सम्पूर्ण चाहिँ क्षेत्रगत रूपमा पनि बेलायतमा यति धेरै हाम्रो चाडको निम्ति युवा पुस्ताहरू लागेको देख्छु। यसको निम्ति म एकदम धेरै आशावादी पनि छु र हामी अगाडि हिँड्दै गर्दाखेरि धेरै कुराहरूलाई हामीले बुझाउनु, किनभने हाम्रो ऐतिहासिकताहरू, हाम्रो सांस्कृतिक चाडहरू र हाम्रो अभिलेखीकरणहरू नभएको कारणले गर्दाखेरि हामी जसरी चलिरहेको छौँ अहिले यो चाहिँ हाम्रो अलिकति प्र्याक्टिकली फिजिकली रूपमा लाग्नु चाहिँ हाम्रो लागि चुनौतीको विषय पनि हो। तर हामीले यही जीवन दर्शनलाई लिएर आएको हुनाले हाम्रो पुस्तालाई यसमा लगाउनु चाहिँ हाम्रो महत्त्वपूर्ण जिम्मेवारी रहेको छ। र हामी अहिले चाहिँ नि विश्वभरि यसरी साकेलाहरूलाई बृहत्तर रूपमा अगाडि बढाउँदै गर्दाखेरि के चाहिँ हो भन्दाखेरि यसको सैद्धान्तिक पक्ष के हो, वैचारिक पक्ष के हो भनेर हामीले खोज अनुसन्धान गर्ने यो चाहिँ महत्त्वपूर्ण कुरा हो। यसो भएको हुनाले अहिले हामी जो नेपाल देश छोडेर विभिन्न अवस्थाको कारण बाहिर छौँ उहाँहरूले अहिले आफ्नो पहिचान, आफ्नो धर्म संस्कार संस्कृतिको विषयमा जति धेरै मजाले लागिराख्नु भएको छ त्यो नेपालमा पनि त्यो हुन सकिरहेको छैन। किन हुन सकिरहेको छैन भन्दाखेरि हामी आफ्नै थाकथलोमा भएको हुनाले हिजोदेखि पनि त्यही थियो, आज पनि त्यही छ, भोलि पनि त्यही छ, हुनेछ भन्ने हामीलाई जो लाग्दछ र यसको महत्त्व हामीलाई अलिकति कम भएको हो कि भन्ने मलाई लाग्छ। यसरी आफ्नो भूमिबाट बाहिर गएर निक्लेर आफ्नो संस्कार संस्कृतिको बारेमा यसरी लाग्दै गर्दा यो चाहिँ भोलि एउटा रिसर्च अनुसन्धान बन्न सक्छ र दस्तावेजीकरण बन्न सक्छ। यो चाहिँ फेरि आउने पुस्ताको निम्ति कोसिस हुनेछ। यति भन्दै सम्पूर्ण उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा म शुभकामना व्यक्त गर्न चाहन्छु र यस किराँतयाखा ग्रेस शाखाको यो मञ्चबाट सम्पूर्ण बेलायतवासी नेपाली नेपाली भाषी र विश्वभरि रहेका आदिम हाम्रो नेपालीहरूमा साकेला उभौली र हाम्रो यलम्बर सम्वत 5084 को हार्दिक शुभकामना व्यक्त गरेर मेरो भनाइ टुङ्गाउँछु। हस्, धन्यवाद। धन्यवाद हेमन्त कुमार राईज्यू, हजुरको शुभकामना मन्तव्यकै लागि किराँत याक्थुङ चुङलुङका अध्यक्ष श्री लक्ष्मी लिबाङज्यू, हजुरलाई पनि आफ्नो शुभकामना मन्तव्य दिन हुनको लागि म हार्दिक अनुरोध गर्दछु। यति साकेला येले तम्बे 5084 यस ह्याप्पी साकेलामा उपस्थित हुने र यहाँका जति पनि उपस्थित भएका मान्यजनहरू र यो भेलाका अध्यक्ष श्री रामजी राई र किराँत राई रहेका नेपाल केन्द्रका उपसचिवज्यू र यहाँ जति पनि आफ्नो ठाउँबाट सङ्घ संस्थाबाट उपस्थित प्रतिनिधित्व भएका महानुभाव गण्यमान्यज्यूहरूमा म लक्ष्मी लिबाङ साथै किराँत याक्थुङ चुङलुङ फरक शाखाको तर्फबाट यहाँलाई हार्दिक
यहाँ नववेदन टक्राउँदछु र धन्यवाद सचिवज्यू मलाई थ्रक नेपालीज गोर्खा कम्युनिटीका उपाध्यक्ष श्री किशोर लिम्बुज्यूलाई पनि यहाँ आएर आफ्नो शुभकामना मन्तव्य दिनुहुन हार्दिक अनुरोध गर्छु। श्री किशोर लिम्बुज्यू थ्रक नेपालीज गोर्खा कम्युनिटीका उपाध्यक्ष। धन्यवाद सञ्चालक सुनिलज्यू। साकेला उभौली 2021 सालको सबैलाई धेरै धेरै शुभकामना छ। साथसाथै आजको यो एकदमै महत्त्वपूर्ण हाम्रो किरात राई याखाको उभौली साकेला उभौली कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा टिएनसिसीको तर्फबाट म आइरहेको छु। निमन्त्रणा दिनुभएकोमा हाम्रो केआरवाई राई याखा थरकको सबै कार्यसमितिलाई धन्यवाद। साथसाथै हाम्रो अध्यक्ष रामजी राईलाई पनि धेरै धेरै धन्यवाद। करिब 260 वर्ष भइसक्यो हाम्रो नयाँ नेपाल सुरुवात भएको। त्यसबिचमा हाम्रो करिब 2046 सालदेखि होला जब हाम्रो बौद्धल आयो, करिब 35 वर्ष भयो। त्यहाँदेखि मात्रै हामीले खुला रूपमा आफ्नो पहिचान, आफ्नो जातीय उत्थानको निम्ति हामीले केही बोल्न पायौँ, केही गर्न पायौँ। त्यसै कारणले अहिलेको समयमा यस्तो जातीय आफ्नो पहिचानको लागि आफ्नो संस्कृतिहरू र आफ्नो यो चाडपर्वहरू मनाउन, यसलाई संरक्षण गर्न एकदमै आफ्नो भाषा, आफ्नो पहिचानलाई संरक्षण गर्न एकदमै महत्त्वपूर्ण छ। फर्दर कार्यक्रम अन्तर्गत हाम्रो नाक्छोङज्यूलाई शिर उभ्याउने कार्यक्रम रहेको हुनाले हाम्रो नाक्छोङज्यू यहाँ साकेला थानमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु र नाक्छोङको शिर उभ्याउने कार्यक्रमको लागि हाम्रो सामग्रीहरू तयार अवस्थामा राख्नु हाम्रो उपाध्यक्ष साथै सहका सदस्यज्यूलाई हार्दिक अनुरोध गर्दछु र शिर उभ्याउने कार्यक्रमको लागि हाम्रो यस संस्थाका अध्यक्ष श्री रामजी राईज्यू पनि साकेला थानमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अहिले हाम्रो नाक्छोङ श्री देवदत्त राईज्यूको शिर उभ्याउने कार्यक्रम हुन गइरहेको छ। हाम्रो यस संस्थाका अध्यक्ष श्री रामजी राईज्यूबाट हजुरहरू तालीले उहाँलाई स्वागत धन्यवाद ज्ञापन गरिदिनु हार्दिक गर्छु। यसको साथसाथै हाम्रो अब अफिसियल कार्यक्रमको अन्तर्गत साकेला डान्स हाम्रो कलाकारहरूबाट प्रदर्शन हुन गइरहेको छ र यसको लागि हाम्रो नाक्छोङज्यू हाम्रो सम्पूर्ण टोलीहरूलाई गीत गरेर ल्याउनु हार्दिक अनुरोध गर्छु र साकेला थान वरिपरि रहनुभएका हजुरहरू सम्पूर्ण अलिक पर हटिदिनु हुन हार्दिक अनुरोध गर्छु। त्यस्तै आफ्नो नाति बालबच्चालाई हटाइदिनु हुन हार्दिक अनुरोध गर्छु। यसपछि हाम्रो साकेला डान्स हुन गइरहेको छ, अफिसियल साकेला डान्स। कृपया सम्पूर्ण हजुरहरू तयारी अवस्थामा रहिदिनु होला। हाम्रो कलाकारज्यूहरू, हाम्रो कलाकार मात्र यहाँ नाच्न सक्नुहुनेछ। यस पछाडि हाम्रो साकेला डान्स ग्रुप अलमा भरै नाच्न सक्नुहुनेछ त्यस अन्तर्गत। उभौली साकेला 2081 सालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आज यहाँ पाल्नुभएका अतिथिगणहरू अथवा अरू समयदेखि पाल्नुभएका दाजुभाइ दिदीबहिनीहरूको लागि हामीले 8वटा सिल्लीको प्रदर्शन गर्दैछौँ र हाम्रो सिल्लीको समय हुनेछ 8 देखि 10 मिनटसम्म र यो समयभित्र कोही पनि घुसेर ननाचिदिनु होला र अथवा कसैले पनि फाल्टो झ्याम्टाहरू नबजाइदिनु म विनम्र अनुरोध गर्दछु। Oh
तिमीलाई पूजा गरेर सैला सैला धन्यवाद सचिवज्यू। आजको उभौली साकेलाका प्रमुख अतिथि तथा किराँतै अर्खा नेपालका केन्द्रीय उपमहासचिव श्री हेमन्त कुमार राईज्यू र फरक नेपाली गोर्खा कम्युनिटीका प्रतिनिधि तथा उपाध्यक्ष श्री किशोर अमचन्द्रज्यू, त्यसै गरी हाम्रा अतिथि किराँत याक्थुङ चिङलुङ फरक शाखाका अध्यक्ष श्री लक्ष्मीप्रसाद लिबाङज्यू र यसरी नै अर्को हाम्रो अतिथिज्यू हुनुहुन्छ सङ्घीय निगम सामाजिक मञ्च बेलायत फरक शाखाका अध्यक्ष हरिफम्बोज्यू र यहाँ सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरू, म सर्वप्रथम त साकेला उभौली 2081 अथवा 5084 होला अहिले एलेदौ हाम्रो किराँतीहरूको पात्र अनुसार यहाँ सम्पूर्णलाई किराँत राईका ग्रेसको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र मैले भन्नुपर्ने खासै अब धेरै कुरो छैन, किन भन्दाखेरि सबैले नाच्नुको लागि उभौली चाड मनाउनुको लागि सबै आइरहनु भएको छ। बोल्दाखेरि अघि वक्ताहरूले सबै कुरा भनिसक्नु भएको छ, मैले भन्नुपर्ने वास्तवमा केही पनि छैन। त्यसले गर्दाखेरि म छोटो कुरा राखेर यहाँलाई फेरि टाइम दिनेछु र मेरो अन्तिम मेरो वक्तव्य सकेपछि 10 बजी 10:30 बजीसम्म यो हल हामीले बुक गरेका छौँ। त्यसले गर्दा भरपूर तपाईँहरू नाच्नु पाउनुहुनेछ। तपाईँ फिक्र नगर्नुहोस्, नाच्नु पाइएन भनेर कतिलाई लागिरहेको होला, तर फिक्र नगर्नुहोस्। हामी सम्पूर्ण यहाँ अहिले हाम्रो कति आफन्तज्यूहरू, कति हाम्रा पदाधिकारीज्यूहरू, कति हाम्रा यहाँका भित्रका मेम्बरहरू आउनु नै बाँकी छ, ड्युटी सकेर आउनुवाला हुनुहुन्छ। त्यसले गर्दा हतार नगर्नु होला। र यो मैले भन्नु के पनि छैन, खास यो मङ्सिरे वैशाखी पूर्णिमा र मङ्सिरे पूर्णिमा वर्षमा 2 चोटि मनाइने यो किराँतीहरूको महान चाड उभौली अथवा यसलाई चासक्तङ नाम साकेला चण्डी सान्द्र पिदर के भने पनि आखिरी यसको के हो भन्दाखेरि तपाईँ हामी भूमिपुत्र हो। किराँतीहरू भूमिपुत्र भएको कारणले गर्दा हामीले बाली नाली लाइन्छ, उठाइन्छ। ती कुराहरूलाई नै हामीले भगवान्लाई पुज्ने, पितृलाई पुज्ने र पूजा गर्ने र चढाउने वास्तवमा बुझ्ने त्यति नै हो। त्योभन्दा धेरै बुझ्नलाई पढ्नु नै पर्छ होला, त्यो कुरा मैले पढेको छु। तर पनि जान्नुपर्ने त्यति नै हो कि हामी चाहिँ भूमिपुत्र हो। हामी यो हाम्रो बाली नालीको सिकुतेलाई चाहिँ राम्रो होस्, लाउँदाखेरि चाहिँ यो के भन्छ खोला नाला यस्तो आदि गैरी यस्तो भनौँ न यस्तो प्रकारले चाहिँ यसलाई नलाओस् भनेर चाहिँ पूजा गरिन्छ भन्ने मेरो बुझाइ हो र मैले बुझेको छु। र अर्को कुरा यो अहिलेको स्थितिमा यो पहिचानसँग पनि जोडिएको एउटा हाम्रो चाड हो। किन भन्दाखेरि यी चाडहरू मार्फत हाम्रो परिचय छ, पहिचान छ। नेपालको राज्य सत्तासँग पनि हाम्रो पहिचानको लडाइँ छ नि, तपाईँलाई थाहा छँदैछ होइन। तर पनि अहिले आएर मलाई चाहिँ के खुसी लागेको छ भन्दाखेरि नेपालमा हेरौँ या सामान्य सन्दर्भमा यहीँ हेरौँ, पहिला पनि धेरै नै हाम्रो यो वेशभूषा लाग्ने र हाम्रो यो पहिचानको कुराहरू अथवा यो साकेला चाडपर्वहरू मनाउने धेरै बढेको छ। र यसमा उत्साहजनक हाम्रो यङ जेनेरेसन भाइ भतिजो भान्जा भान्जी नाति नातिना चाहिँ अति आइरहेको भन्ने मैले बुझेको छु र अति खुसीको कुरा हो होइन। र मैले अब धेरै त भनौँ यहाँनिर अब आज किराँतका ट्रेनले आयोजना गरेको कार्यक्रममा यहाँ सम्पूर्ण किराँत समुदाय मात्र नभएर गैर किराँत हाम्रा आफन्त साथीभाइ सम्पूर्ण आउनु भएको छ। यहाँलाई फेरि म
एउटा विशेष धन्यवाद पनि दिन चाहन्छु। किन भन्दाखेरि यो चाड भनेको एउटा समुदाय एउटा जातको मात्रै हुँदैन। यसैको लागि तपाईँले जो आउनु भएको छ यहाँलाई सरकार तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई अरू बोल्दिनँ, तपाईँलाई अब टाइम पनि धेरै दिएँ र यसमा म धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम हामी यसरी पुऱ्याउनुपर्छ। यसको लागि हाम्रा यहाँनिर कार्यक्रमका साथीभाइ हामी साथी भएको छ र सर्वप्रथम म साकेला अभ्यास स्पोन्सर गर्नुभएको प्राप्ति अभ्यास खाना पानी सम्पूर्णको नाम लिनु सम्पूर्णलाई स्पोन्सरसिपको लागि थ्याङ्क यू सो मच। तपाईँको आउने दिनमा अर्को सालमा पनि यस्तै तपाईँको स्पोन्सर आओस् र संस्थाको लागि आफ्नो भाषा संस्कार संस्कृति वेशभूषाको लागि तपाईँको सहयोग गर्नेछ भन्ने आशा लिएको छ संस्थाले। र त्यसरी नै हाम्रो यो सर्वप्रथम यत्रो गरीबमा हाम्रो सहभागी हाम्रो साकेला प्र्याक्टिस गरेर यहाँसम्म आउँदा आजसम्म प्र्याक्टिस गरेर पनि आज गर्नेसम्ममा हाम्रो सम्पूर्ण सहभागीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने तपाईँहरूको सहभागिता तपाईँहरूको सहयोगमा संस्थाले कार्यक्रम गर्नु सक्दैन, तपाईँलाई थाहा छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै
ढोल झ्याम्टा गीत गाउँदै हल्लिनु पर्ने भएको हुनाले अलिकति गाह्रो हुन्छ। यसमा सबैले साथ दिनुहोला भन्ने आशा गर्दैछौँ।